नमस्कार, मेरो नाम चाहिँ सबिना बानिया। म चाहिँ श्री पद्म प्रकाश माध्यमिक विद्यालयमा पढाउँछु। यो चाहिँ यहीँ धापाखेलमै रहेको छ। यहाँ स्कुलमा चाहिँ हाम्रो एकजना हेल्थसँग लिङ्क भएको म्याम पनि हुनुहुन्छ। उहाँले चाहिँ के भन्नु, यसरी चाहिँ शिविर आउँदैछ, पाठेघरको मुख सम्बन्धी क्यान्सर सम्बन्धी हो, यो चाहिँ एकदम फिमेलहरूको लागि चाहिँ चाहिने ट्रिटमेन्ट हो होइन, तपाईँहरू चाहिँ चेकअप गराउन जानु है भन्नुभएको थियो। उहाँले चाहिँ पहिला पनि गराइरहनु भएको रहेछ। पाठेघरको मुखको चेक गर्ने रे भन्नु छ। म त जान्न, मलाई त डर लाग्छ, यिनीहरूले के गरान् म त नजाने भन्दा नि हाम्रो यहीँ हेल्थको म्यामले के भन्नु, मैले पनि चेक गराएको मिस, त्यस्तो के होइन, आज चाहिँ स्वाब मात्रै लिने हो कि तपाईँहरूको, त्यसरी हात हाल्ने चेक गर्ने होइन भनेपछि अनि म कसेर गएको हो क्या। सुरुमा अब त्यो ढोकासम्म नचिँदा यो नङमा यसरी त्यो चिनो लगाउँदासम्म के होला त थियो नै होइन। भित्र गएर बाहिर आउनेले चाहिँ दुख्छ दुख्छ भनेर त्यो पनि सोध्यौँ क्या, हामीले क्वेसन पनि सोध्यौँ होइन, बाहिर बस्नेहरूले अब किन भन्यो हो नि त, दुख्छ होला है, एउटा मिस त कस्तो डराइरहनु भएको थियो क्या। अनि दुख्छ भने केही होइन, आफैले गर्ने जस्ट त्यो स्वाद मात्रै निकाल्ने रहेछ, त्यस्तो केही हुँदैन भन्नु निस्किनेहरूले पनि। अनि गयो, त्यसपछि त ल अब आफै गर्नुहोस् है भनेर। अनि डक्टरले त हामीले टच पनि गर्नु भएन, स्वाब निकाल्नु आफै भन्नुभयो। त्यसरी हामी आफूले निकाल्यौँ, उहाँले राख्नुभयो, जानुहोस् अब तपाईँको रिपोर्ट चाहिँ 1 महिनापछि आउँछ, टाइम चाहिँ लाग्छ भन्नुभयो। त्यसपछिको रिपोर्ट ढिलो आउँछ भन्नुभयो अनुसार पछि आयो, 1-1.5 महिनापछि। जब मलाई पनि पोजिटिभ छ है भन्ने कुनै साथीको मार्फतबाट थाहा पाएँ, मलाई त्यो तत्कालै भनौँ न एक किसिमको अब ह्याप्पी भइरहेको फेस थियो भने पनि स्याडतिर जस्तै होइन, अनि शरीरमा पनि कता कता पेन भयो जस्तो, त्यो ठ्याक्कै पोजिटिभ भन्न साथ त्यस्तो रियाक्सन पनि भएको थियो क्या मलाई। अब त मलाई के भयो, अब म चाहिँ भनौँ न डेन्जरतिर छु है, म पनि पाठेघरको मुखको चाहिँ क्यान्सर भएछ, मलाई पनि पक्कै यसकै रियाक्सनले यस्तो भएको रहेछ भन्ने चाहिँ मलाई भयो क्या सुरुमा। तर पनि अब चेकअप गरेँ, केही होइन, तपाईँलाई नर्मल, तपाईँको सब ठिक छ भन्नु, केही गर्नु पर्दैन, तपाईँलाई चाहिँ 1 वर्षपछि फेरि चेकअप गर्नुपर्छ। अहिले मलाई चाहिँ यति म ढुक्क भनौँ, म मेन्टली फुल्ली प्रिपेयर भएको छु। यो 10-15 वर्षपछि हुने क्यान्सर चाहिँ अगाडि नै थाहा पाइयो होइन। यो भनेको चाहिँ एकदम रोकथामको कुरो पनि भयो मेरो लागि। अब म जाँदै नगइकन त्यत्तिकै बसेको मेरो भित्रभित्र के असर गर्थ्यो, जस्ट यो भाइरस मात्रै हो, क्यान्सर होइन, त्यही भएर यसलाई मैले चाहिँ निर्मूल पार्न सक्छु भन्ने मलाई कन्फिडेन्ट बढेको छ। मैले चेकअप गरेपछि होइन, 30 देखि 60 वर्षको महिलाहरूमा चाहिँ म्याक्सिमम यो समस्याहरू देखिरहेछ। तर हामीले चाहिँ यसलाई कसरी हुन्छ, आफूले त्यसलाई मेन्टेन गर्नु पर्यो, चेकअप गर्नु पर्यो, खानेकुरामा ध्यान दिनु पर्यो, सरसफाइमा ध्यान दिनु पर्यो। क्यान्सरै गराउनुबाट चाहिँ रोकिन्छ है, यो रोक्न सकिन्छ, आफूमा भर पर्छ भन्ने कुराको चाहिँ मेसेज पाएको छु मैले चाहिँ। मेन कुरा आफ्नो श्रीमतीलाई भयो, श्रीमानले सपोर्ट गर्नु पर्यो। यो हामी 2 पाङ्ग्रा हो नि त, एउटा रथको 2 पाङ्ग्रा हो नि, श्रीमान श्रीमती भनेको त। जस्ट भनौँ न लाइफ पार्टनर भनेको त ठुलो कुरा हो नि त। भोलि ऊ बच्यो भने त ऊ श्रीमान पनि त बस्नु भयो नि। म त आफूलाई लक्की मान्छु, मेरो चाहिँ अहिलेसम्म बुझ्ने, जहाँ परे पनि लिएर जाने होइन, गर्नुपर्छ चेकअप भन्ने खालको सोच पनि भएको हुनुहुन्छ। त्यही भएर हेल्थको कुरामा चाहिँ प्लिज सबैजना मेलहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, जीवन साथी हो नि, छोराछोरी भनेको त कोही कता चाहिने बुढाबुढी हो होइन। यस्तो कुरामा चाहिँ तपाईँले एकदमै सहयोग गरिदिनुहोस्, उहाँहरूलाई चाहिँ मनोबल बढाइदिनुहोस्, जसले गर्दाखेरि चाहिँ रोगलाई पनि निर्मूल पार्न सकिन्छ जस्तो लाग्छ मलाई। हिन्ताङ मादल बजिरहेछ, हेर न साथी नाच्न मन लाग्छ। यो एचबिभीको टेस्ट भनेको चाहिँ पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित कुरा, जसमा चाहिँ यो भाइरसले जब एट्याक गर्छ, यो भनेको चाहिँ सुरुवात, यसले चाहिँ 10-15 वर्षपछि क्यान्सरमा परिणत गर्छ है भन्ने कुरा हो। तर यसलाई हामीले अगाडि नै थाहा पाएर यसको ट्रिटमेन्ट गरेर यसलाई गर्न सक्यो भने चाहिँ क्यान्सरबाट बच्न सकिन्छ भन्ने कुरा चाहिँ प्रष्ट भएको छ मैले बुझेअनुसार होइन। र म सम्पूर्ण दिदीबहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने, चेकअप गराउन कुनै पनि नहिचकिचाउँ, किनभने भोलि क्यान्सर जस्तो ठुलो रोगबाट आफू ग्रसित भएर जीवनलाई अन्त्य गर्नुभन्दा अगाडि नै चाहिँ के गर्नु पर्यो त, यसलाई चेकअप गर्ने, आफूलाई बचाउनेतिर लाग्नुहोस्। तपाईँसँग परिवार, बालबच्चा, संसार जोडेको हुन्छ, जति लजाउनु भयो त्यति रोगभित्र लुकाउने हो यो होइन। त्यसले गर्दा चाहिँ मेरो बिन्ती छ, नहिचकिचाइकन गएर चेकअप गरिदिनु होला।